तपाई जापानमा हुनुहुन्छ हैन, ड्राइभिङ गर्दै हुनुहुन्छ र तपाईसँग लाइसेन्स पनि छ, तर तपाईलाई अझैसम्म केही गल्ती गरे तापनि प्रहरीले हैन तपाईलाई रोकेर तपाईकोलाई हैन केरकार गरेको छैन भने तपाईले के लाग्छ भने म चाहिँ ठीक छु हैन, मैले चाहिँ नराम्रो काम गरेको छैन, म चाहिँ इहान गरेको छैन भन्ने भइरहेछ भने तपाई भ्रममा हुनुहुन्छ। तपाईले जबसम्म यो गोल्ड कार्ड भन्छ हैन, यो तपाईले पाउनु भएको छैन हैन, यो एप्लाई गरेर हेर्नु भएको छैन भने अथवा हैन तपाईले कुनै दिन गल्ती गर्नु भएको छ भने तपाईलाई थाहा नहुन सक्छ। र तपाईलाई कस्तो बेला समस्या पर्छ भने कुनै भिजा एप्लाई गर्ने हैन अथवा कुनै देशमा जान खोज्नु भयो तपाई हैन, त्यो बेलामा प्रक्रिया हुन्छ, त्यो बेलामा तपाईको खाकुनिन गर्यो भने त्यो बेला चाहिँ तपाईलाई चाहिँ त्यो बेला पक्रिएर तपाईलाई फाइनहरु तिराउने र तपाईको जुन टेन्स हुन्छ त्यो घट्ने हैन, धेरै प्रक्रिया हुन्छ। त्यसकारणले गर्दा तपाईले यो जुन गोल्ड कार्ड पाउनु भएको छैन भने तपाईले ड्राइभ गरे पनि म ठीक छु भन्ने कुरा चाहिँ भ्रममा हुनुहुन्छ। एकचोटी हैन यो पाउनु भएको छैन भने एकचोटी चेक गर्नु होला। तर तपाईले इहान केही गर्नु भएको छ भने यो चाहिँ पाउनु न है त, यो गोल्ड कार्ड चाहिँ। त्यही भएर तपाई के हुन्छ भने जापानमा चाहिँ के कुरा हुन्छ भने गल्ती कहाँ हुन्छ के हुन्छ हैन आफूलाई थाहा नहुन सक्छ के, तर गल्ती भइसकेको हुन सक्छ। त्यसकारणले गर्दा तपाई चेक गर्न चाहनुहुन्छ र हैन आफ्नो अवस्था के छ भन्नुहुन्छ भने यो एकचोटी गोल्ड कार्डहरु पाउनु भएको छ कि छैन। यो गोल्ड कार्ड पाउनु भयो भने तपाई ठीक छ, नाइ भने चाहिँ तपाईलाई कुनै दिन समस्या आउन सक्छ। तपाई जापानमा हुनुहुन्छ भने केयर गर्नु होला र यो चाहिँ एकचोटी खाकुनिन गर्नु होला तपाईको है त। अनि यो कार्ड भएकोले चाहिँ सेवा सुविधा अन्य पनि पाउँछन्। जस्तै तपाईले केही सामान किन्नु भयो हैन, कुनै किस्सा तेन यताउति जानु भयो भने के कुराहरु डिस्काउन्ट पनि हुन्छ है तपाईलाई। तपाईले इहान गर्नु भएको छैन अनि तपाई सही सलामत हुनुहुन्छ र तपाईलाई यो गोल्ड कार्ड पाउनु भयो भने तपाईलाई धेरै डिस्काउन्ट पनि हुन सक्छ है त। सामान किन्ने अन्य हैन कुनै ठाउँमा डिस्काउन्ट धेरै हुन्छ। त्यसकारणले गर्दा तपाई चाहिँ खाकुनिन चाहिँ गर्नु होला हैन। अब त्यो चाहिँ तपाईको हातमा छ, तपाईले कसरी जापानको लाइफ चलाउनु भएको छ त्यो तपाईको हातमा छ है त। हस्, थ्यांक यू।